हेलो फ्रेन्ड्स, भेरी गुड मर्निङ। तपाईँलाई हिजो मैले छरी अमिलोको बेनिफिट दिएको थिएँ है, डाइजेसनको लागि, पाइल्सको लागि, अनि इन्टेस्टाइनमा अल्सरहरू भयो भने खानुपर्छ भनेर। तर आज फेरि म अर्को बेनिफिट दिँदैछु है। यो पनि राम्रोसँग लिनुहोस्। यो चाहिँ एकदमै हाम्रै घर आँगनमै छ, लोकली अभाइलेबल अर्ग्यानिक फ्रुट्सको बारेमा, त्यसको पत्ताको बारेमा दिँदैछु। त्यो चाहिँ हो गुवाभा है। यो चाहिँ मेरो फ्रन्टमा किचन गार्डन छ। यहीँनिर धेरै फ्रुट्सहरू अरू पनि छ, भेजिटेबल्स। साथसाथै यहाँ चाहिँ गुवाभाको प्लान्ट छ, ट्री छ। त्यो ट्रीमा चाहिँ देख्नुहुँदैछ नि पत्ताहरू। यो पत्ता चाहिँ टिपेर ल्याउनु पर्छ, अनि दिनमा चाहिँ तीनवटा पत्ता चाहिँ हामीले खायो भने अल्सर चाहिँ चट्टै हुन्छ अरे। अनि डाइजेस्टिभ सिस्टमलाई एकदमै प्युरिफाई गर्ने हुन्छ नि काम गर्दो रहेछ। डाइजेसनको लागि हेल्प पनि गर्छ। अनि हामीले खाएको कुराहरू पच्दैन है, वासरुमहरू गइरहनु पर्छ होइन, त्योहरू चाहिँ हुँदैन। राम्रोसँग स्टुल पनि राम्रोसँग पास हुन्छ। अनि कन्स्टिपेसनबाट पनि यसले हामीलाई बचाउँछ। र मजाले बिहान बिहान तीनवटा पत्ता खानुपर्छ हामीले यसमा। ओके, मैले चाहिँ टिपेर ल्याएको छु, अब खान्छु पनि। यसलाई चाहिँ टिपेर ल्याएर धोएर मजाले खानुपर्छ हो। मजाले धोयो। यसको चाहिँ 3वटा पत्ता 15 डेजसम्म खायो भने चाहिँ अल्सर चट्टै हुन्छ अरे हो। म चाहिँ अब खान्छु। टर्रो हुँदो रहेछ यो चाहिँ। लबे त जस्तै होस् खानै पऱ्यो नि त होइन। ओके, तपाईँहरू पनि लिनुहोस् है।